सोध्दैछु त बाबा, त्यति भन्नुहोस् न, धेरै कुरा किन गर्नु हो, त्यति हो त्यो भन्नु ल, त्यति भने पुगिहाल्यो, त्यति पुग्यो त ल, राम्रोसँग सबैको अलग अलग राखिदिनु पर्यो नि, मिसाएर राखिदिनु अनि अलग अलग घर त छ र नि, घर यस्तो पुरै बस्ती छ, घर त कसै छुट्याउनु। हजुरले यत्रो जानु हजुरले चिन्दिनँ म, अनि यो घर त कसै छुट्टिन्छ? सोध्दैछु त बाबा, त्यति भन्नुहोस् न, धेरै कुरा किन गर्नु हो, त्यति हो त्यो भन्नु ल, त्यति भने पुगिहाल्यो, त्यति पुग्यो त ल, राम्रोसँग नाम लेख्नु भएको होइन, त्यहाँ गएर लेख्नु भएको यहाँ हेर्नुहोस् 102 नम्बर परेछ यी नागरिकता यही हुँदा उहाँहरूले राखेको ठाउँमा चाहिँ किन जानु भएन हजुर? किनभने मेरो सामान हुन चाहिँ कुकुरको मायाले गर्दैन, कुकुर मेन कुरो कुकुरको मायाले गर्दैन, त्यो पनि सुन्छ कुकुर होइन लागेको। अनि सरदान कहाँबाट झिकेर पहिला पनि बस्ती भट्काउनु, तपाईँकै पालामा बस्ती भट्काएको थियो होइन, तपाईँको पालामा बस्ती भट्काउनु तपाईँ पनि आउनु भएको थियो, अनि त्यसपछि ऊ त्यहाँ अन्त दिनुभएको थियो होइन, व्यवस्थापन त्यो त गर्नु पर्यो त, नहुँला त व्यवस्थापन गर्नु पर्यो।